यो राजसभाको अधिवेशनमा चाहिँ यो फोहोरको डङ्गुरो देखेर चाहिँ अब मेयर हुँदा चाहिँ अरूलाई चिटकाट्ने होइन। अनि आफ्नो चाहिँ के हो भनेछन्, कसैले कसैले आशिका तामाङ कता गइन्, पिसाब फेरेको पनि भित्र समात्ने, यो चाहिँ के हो भनेका छन्। अब यस्तो क्या, अब त्यो क्रमशः उनीहरू छोडेर गए भने होइन, व्यवस्थापन गरेनन् त्यो फोहोरलाई भने यिनीहरूलाई गाली गलौज गर्नु ठिकै हो। अब अधिवेशनै सकिएको छैन त, अनि अब फोहोर त भइहाल्छन्, त्यत्रो 10,000 मान्छे भेला भएका छन् होइन। त्यो हुन्छ क्या, त्यो विरोधको लागि विरोध गर्नुहुन्न भन्छु है। यसरी जम्मा भएपछि कार्यक्रम गरेपछि फोहोर हुन्छ भन्ने त पक्कै उनीहरूले सोचेको होलान्, केही व्यवस्थापन पनि गर्लान् होइन, गर्लान् नि त, टाइम छ नि त होइन। त्यत्तिकै छोडेर त्यहाँ चितवनवासीले चाहिँ होइन कम्प्लेन गरे होइन, यो फोहोरले गर्दा हामीलाई दुर्गन्ध भयो, बस्न सकिएन भन्ने आवाज उठाए भने पो लु यिनीहरूको त के हो यो चाल भनेर यिनीहरूलाई चाहिँ गाली गलौज गर्नुहुन्छ कि। अब अहिले कार्यक्रम नसकिकन यसरी अलिकति चरित्र हत्या जस्तो हुन्छ भन्छु है म चाहिँ नि। कसैलाई पनि यसरी हतारोमा गाली गरी नगरौँ, बुझेर मात्रै गाली गरौँ।